नमस्ते एभ्रिवान, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म हुँ रञ्जना डडाल। मैले भर्खरै मात्र युट्युब च्यानल खोलेकी छु र आज पहिलो पटक भिडियो बनाउँदैछु। के भनौँ, कसरी भनौँ, कहाँबाट सुरु गरौँ, आफैलाई अप्ठ्यारो लागिरहेछ मलाई। यो आधुनिक तथा प्रविधिको जमानामा मान्छेहरू कहाँदेखि कहाँसम्म पुगिसके। अन्तरिक्षमा खेती गर्दैछन् अरे, पानी मुनि घर बनाउँदैछन् अरे। तर मलाई भने यो युट्युब च्यानल खोल्नलाई पनि यति गाह्रो पर्यो हेर्नुहोस्। आजभन्दा लगभग 7-8 वर्ष अगाडिदेखि नै मलाई युट्युब च्यानल खोल्ने ठुलो रहर तथा सपना थियो। आज खोल्छु, भोलि खोल्छु, अब त जसरी नि खोल्छु भन्दा भन्दै 8 वर्ष बितिसकेछ हेर्नुहोस्। तर मैले न त युट्युब च्यानल खोल्न सके, न त युट्युब च्यानल खोल्छु भन्ने आफ्नो रहरलाई नै मार्न सके। फेरि मैले सोचे यसरी त भएन, अब चाहिँ म जसरी नि खोल्छु भनेर साहस जुटाएँ। मान्छेहरू अन्तरिक्षमा जानलाई, पानी मुनि बस्नलाई साहस जुटाउँछन्, म भने युट्युब च्यानल खोल्नको लागि धेरै साहस जुटाएँ। अनि फाइनल्ली मैले चाहिँ 1 हप्ता जति समय लगाएर युट्युब च्यानल पनि खोलेँ। युट्युब च्यानल त बनाएँ, तर अब यो बनाइसकेपछि के गर्ने, कसो गर्ने, भिडियोहरू कसरी राख्ने भन्ने मलाई खासै आइडिया छैन। मैले चाहिँ पहिलो पटक युट्युब च्यानल क्रिएट गरेछु नि त, त्यही भएर मलाई यो सम्बन्धी खासै नलेजहरू केही पनि छैन के। त्यही पनि म बिस्तारै सिक्दै जानेछु र यहाँहरूले पनि मलाई साथ, सपोर्ट अनि धेरै माया दिनुहुनेछ भन्ने आशा गरेकी छु। साथै हजुरहरूले मेरो युट्युब च्यानललाई लाइक, सेयर तथा सब्स्क्राइब अनि अरू के गर्नुपर्छ त्यो सबै गरिदिनु होला। छ्या, कति जोडले बोल्नु परिरहेछ के, माइक छैन नि त, त्यही भएर। अनि अबका दिनहरूबाट चाहिँ मैले मनोरञ्जनात्मक तथा सन्देशमूलक भिडियोहरू ल्याउने कोसिस गर्नेछु। हजुरहरूले पक्कै पनि हेरिदिनु हुनेछ। यो भिडियो मार्फत मैले यति नै भन्न चाहे। अब अर्को भिडियोमा भेटौँला। हवस् त, बाई बाई, धन्यवाद।